हेलो हेलो साथीहरू, के छौ कसा छौ? सबै निगा होला, आरामै होला है। आज म एक कुरा भन्न आएकी छु। सबैजनाले निक्करी मेरो कुरा सुनिदिया है। जो जो नयाँ नयाँ भिडियो बनाउँछन् तिनका लागि हो है। पुराना भिडियो बनाउनेहरूलाई त सबैलाई थाहै होला। जो जो नयाँ भिडियो बनाउन स्टार्ट गरेको छ तिनका लागि हो। झिक्कै जरुरी निक्को कुरा छ, ध्यान दिएर सुनिदिया सबैजना। अब के हो भनेपछि जस्तो कि अब तुम भिडियो बनाउँछौ कति कहिला त 3-4 वर्ष हो जान्छन्, कहिला 2-3 वर्ष हो जान्छन्, कहिला त 4-5 वर्ष पनि हो जान्छन् भिडियो बनाउन। अब हम के होला आफ्नो नान हुनी जानी के होला भनेर त आफू मेहनत गर्दा छु क्या, लागिरहन्छु। केही न केही त हुन्छ भनेर त हो नि त, मेहनतको फल मिल्छ केही भनेर त हम लागिरहन्छु। त लागिरहेपछि आफूले यति वर्षसम्म मेहनत गरेबाट, आफूले यति वर्षसम्म काम गरेबाट आफूलाई केही नमिलेबाट, केही फाइदा नभएबाट त हामीले मेहनत गरिआएर तत्तिको खेर जाने भयो कि नि भयो नि त। तब त्यही भएर जो फेसबुकमा भिडियो बनाउँछौ तिनका लागि हो है। फेसबुक आइडी एक पेज हुन्छ। फेसबुक आइडीमा तुम जति भिडियो बनाउने हो, जति तुमरा भिडियो भाइरल जाने हुन्, तुमलाई केही नै मिल्यो है। फेसबुकमा भिडियो भाइरल जानलाई झिक्कै टाइम लाग्दछ। तपाईँ भन्नु छु फेसबुक आइडीको एक पेज हुन्छ है। एक फेसबुक आइडी हुन्छ। यो जसो कि मेरो छ, एक फेसबुक आइडी हुन्छ। यो फेसबुक आइडी अझै एक फेसबुक आइडी हुन्छ, एक फेसबुकको पेज हुन्छ। त आइडीमा भिडियो नबनाउनु, फेसबुक पेजमा भिडियो बनाउनु है। फेसबुक पेजमा भिडियो बनाएपछि त्यो छिट्टै ग्रो हुन्छ, छिट्टै हुन्छ र हामीलाई पैसा पनि मिल्ला छन्, हाम्रा भिडियो पनि भाइरल हुन्छन्। अब फेसबुक के हो भनेपछि हाम्रो फेसबुक प्रोफाइल आइडीमा हम खाली 5000 लास्ट 5600-700 त्यही बिना मैले हाम्रो भिडियो बनाउनै नै मिल्यो हामीलाई। त्यही बिना मैले भिडियो हम द